हेलो वेलकम टु नारायण जिटिएम युट्युब च्यानल एन्ड फेसबुक टिकटक सबैमा यसो लाइक सेयर। आज हामी चाहिँ कौसाडी आएको छौँ दाइरोमा। कौसाडी रहेछ घुमघामी हाम्रो दाइरोमा घुमघाम गरेछ। कस्तो यसो लामो समयपछि भिडियोमा आएको छु। तपाईँहरूलाई लाइक सेयर सब्सक्राइब सबै चिज गरिदिनुहोस्। कौसाडीको ठाउँ आज लामो समयपछि आइएको छ। बाइक चाहिँ विशाल जिटिएम युट्युब च्यानलको विशालको बाइक छ। आज चाहिँ बाइक चेन्ज छ र नि कहिले कुन बाइकमा हिँड्न परिरहेको छ। त्यसो वयसमै आज धेरै पछि पुगेको छ है। यो ठाउँमा चाहिँ दामी बबाल यसरी हिँड्छ। ठाउँ पनि बबाल यहाँ पनि यस्तो दामी ठाउँहरू रहेछ। ठ्याक्क यो स्कुलको अगाडि स्कुलबाट हामी त भाग्य छ। यो ठाउँमा चाहिँ रातभरि कृषि हुँदो रहेछ क्या। कृषि हुने ठाउँ बल लागेको मलाई चाहिँ यहाँ यो यस्तो तरकारी खेती गरी टोडलहरू रहेछ कि यहाँ खेती हुँदो रहेछ कि भिडियोमा बाइकमा हिँड्ने घर खासै देखेको छैन। यो चाहिँ बबाल रहेछ क्या। कृषि खेतीहरूको लागि तरकारी हो कृषि खेती खाँचो हामी चाहिँ यसो घुम्दै यसो हिँड्नु छ। अहिलेसम्म किन भिडियो गरेर त ब्यारेक वरिपरि थियो, त्यही भएर उता पनि ब्यारेक छ, त्यही पनि मैले भिडियो गराएँ। कति हामी चाहिँ यता अलि यतातिर भिडियो गराएँ। बाटो जाने ब्यारेक कटाउनु दिन्छ। ओह्रालो चाहिँ बबाल लाग्यो। यो हामी जान्छु त पार्किङ ठाउँमा है। जान्छु पार्किङ ठाउँमा यस्तो दामी छ क्या। होइन ठाउँ यो बबाल लाग्छ कि यहाँको यस्तो दामी छ क्या। यो ठाउँहरू यस्तो बबाल छ। यो बाटो बबाल जान्छ कि ओह्रालो चाहिँ खतरा छ क्या। यो मोबाइलमा कस्तो देखिन्छ थाहा छैन कि देख्दाखेरि चाहिँ मोबाइलमा भिडियो तर उसमा हिँड्न चाहिँ खतरा छ क्या। ओह्रालो चाहिँ बबाल छ क्या। ब्रेक लगायो भने खतरा चिप्लिन्छ कि त्यस्तो खालको हाम्रो सहरहरू राम्रो भएको छ। प्लास्टिकहरू छ होइन ठिकै छ। यसमा कटअप गरेर उहाँहरूलाई अलिक देखाउने हिसाबले किनभने अलिक ठिक हुन्न नि देखाउनलाई। त्यसले गर्दाखेरि यो ठाउँ चाहिँ यस बबाल छ। किनभने केही चिज सबै चिजको खुलासा पनि गर्नुहुन्न। आफ्नो देशको चिजहरूको आफ्नो देशमा भएको चिजहरूलाई सबै चिजलाई देखाउन उपयुक्त हुन्न। भिडियोमा देखेको रहेछ भने त्यो चिजहरूलाई काटेको पनि छ फेरि फेरि किन बिचको काट्यो भन्नु होला। त्यसलाई चाहिँ मैले काटिदिनु रहेछु फेरि दोस्रो देखेको रहेछ भने। त्यसले गर्दा किनभने आफ्नो देशको सुरक्षा अब कति हरेक चिजहरू हुन्छ। अब सोच्छन् मैले चाहिँ अलिक राम्रै सोच्छु है। फेरि हाम्रो देशको लागि सबै कुरा खुलास्तामा बस्ने हिसाबले गर्न चाहन्छु। मेरो सोच त्यस्तो खालको छ। यहाँ पनि खेतीहरू छ क्या। यो पुरा भ्याइएको होला। यो के खेती हो के खेती अब काँक्रा खेती हो। काँक्रा खेती क्यामेरामा देखेको छ कि नै तर आँखाले देखेको छ माथि राम्रो रहेछ कि भित्र गाउँ त बबाल लाग्यो। दामी छ दामी बस्नलाई पनि ठिक लाग्यो। बस्नलाई पनि ठिक छ। यताउति आइहाल्यो झ्याउ छैन। अलिक भित्र कौसाडीबाट अलिक भित्र छ भन्ने हो। तर बस्नलाई यताउति गरेर खेतीपाती दाउरा घाँसको लागि बस्नु यस्तो दामी छ। दामी लाग्यो मलाई चाहिँ। तपाईँहरूलाई कस्तो लाग्छ त्यो आउनु चाहिँ घुम्नलाई पनि ठिकै छ। जस्तै ठाउँ छ दामी छ। बबाल लाग्यो। हामी चाहिँ हाम्रो गन्तव्य मैले भन्थेँ नि उहाँ ठाउँ यही हो। हाम्रो मेन यहाँ चलेको चर्चित हुन्छ भनेको गुरुको घर चाहिँ यही हो। यहाँनिर चाहिँ हामी यहाँ खास विशेष आएको यति एरियामा आएको हामी चाहिँ यहाँ यसो आउन पर्ने काम भएर। त्यसले गर्दा चाहिँ यहाँ हाम्रो चर्चित ठाउँ अलिक नाम सुनेको यहाँको चाहिँ यहाँसम्म छ। बाँकी चाहिँ अहिले बाँकी भिडियोहरू गरौँ न। हेलो होइन मैले भन्थेँ नि यहाँ कौसाडी कृषिको लागि यहाँ कृषिको लागि त्यहाँ खुर्सानी खेती त्यहाँ खुर्सानीहरू रहेछ क्या। खुर्सानी यता टमाटर के सबै चिज लगाउनु भएको रहेछ। खेतीपातीहरू कृषिको लागि चाहिँ दामी रहेछ ठाउँ। माथि त्यहाँभन्दा माथि पनि त्यो टनल के को टनल थाहा भएन। मस्तै रहेछ कृषिहरू गर्नुको यहाँ।
यहाँ चाहिँ दामी रहेछ कृषिको लागि चाहिँ दामी रहेछ ठाउँ कृषि खेती गर्ने होला राम्रो रहेछ गर्नु हुँदो रहेछ यहाँ जस यस्तो ठाउँमा पनि मलाई ठिक लाग्यो दामी लाग्यो त्यहाँनिर वहाँनिर पनि छ कि टनेलहरू हेर्नु हजुरलाई कस्तो लाग्यो यो ठाउँ भनिदिनु त्यसो हजुर एकदम राम्रो लाग्यो पहिलोचोटि आएको फेरि पनि एकदम राम्रो छ यो ठाउँ चाहिँ वातावरण चाहिँ एकदम मिल्दो सुहाउँदो घर बनाएर गर्दा ठिक छ यस्तो दामी रहेछ कि यहाँ खेतीपातीको लागि यस्तो दामी के यस्तो टनेल बनाएर खेतीपाती गर्नुभएको रहेछ कि कृषि खेतीको लागि कृषि खेतीहरू ठ्याक्क कृषि खेतीहरू गर्नु छ कि यस्तो दामी टनेल बनाएर यहाँ चाहिँ यहाँ कौसादीदेखि भित्रपट्टि हामी आएको छौँ है ठ्याक्क दामी लाग्यो के कस्तो लाग्छ है तपाईँहरूलाई न्युज गर्नुहोस् यस्तरी सबै ठाउँमा यस्तरी कृषि आफ्नो ठाउँ अनुसार कृषि खेती गरियो भने त त्यसै उत्पादन हुन्छ नि त आफ्नै देशमा के कस्तो होइन हजुरलाई कस्तो लाग्छ मेरो भनेको त्यहाँनिर खुर्सानी बारी अघि मैले टाढाबाट जुम गरेको थिएँ खुर्सानी लगाउनु भएको यहीँ छ ठ्याक्क हेर्नुहोस् यो सायद डल्ले खुर्सानी होला डल्ले खुर्सानी हो कि के हो अब यस्तो दामीसँग लाउनु छ अन्त खुर्सानी यहाँदेखि वहाँसम्म केराहरू टन्नै छ यस्तो दामी यसरी नै ठाउँमा जस्तो भूगोल छ त्यही अनुसार खेती गरियो भने त त्यसै उन्नति आफ्नो आय स्रोत आइहाल्छ नि आफ्नै देशमा कर्म गऱ्यो भने विदेशमा जस्तो धेरै कमाउनु त सकिन्न त्यही पनि स्वदेशमा आफ्नै देशमा बसेर निर्वाह गर्न राम्रै हुन्छ मेहनत गरे त है हामी काँक्रा लिन आएको यहाँ कहिलेदेखि त काँक्रा लिन आएको यो काँक्रा चाहिँ यहाँ दिदीले चाहिँ पैसा लिनुहोस् भन्दा लिनु भएन चाख्नलाई भनेर यहाँको काँक्रा दिनुभयो है हामीले पैसा दिन खोजेको लिन खोज्नु भएन ठिकै छ यो हाम्रो देशमा जस आफ्नो बारीमा फलेको चिजहरू हल्का फुल्का है चाख्नलाई यताति गर्नलाई दिनुहुन्छ जस यो चाहिँ हाम्रो देशको देख्नुभएको पनि थिएन हामीलाई उहाँहरूलाई पहिलोचोटि फेरि पनि मानवताको हिसाबले हाम्रो नेपाली पहिचान भनेको यही हो क्या नयाँ मान्छेलाई चाख्नलाई हरेक चिजहरू दिने अहिले यति धेरै काँक्रा दिनुभयो पैसा लाउनुहोस् भन्दा पैसा अलिकति भयो भने लिनुहोस् भन्दा नि मान्नु भएन क्या त त्यही हो कि हाम्रो देशको हाम्रो नेपालीको पहिचान भनेको यही हो क्या होइन त्यो भएर तर आफ्नो पहिचान छोड्नुहुन्न यो ठाउँको नाम जे भए पनि यो खेतीपाती उस रहेछ अलिकति चर्चै रहेछ यहाँ त्यही चाहिँ अलिकति अब आफ्नो सोचे अनुसार त्यसलाई चाहिँ हाम्रो हिसाबले अलिक कस्तो लाग्यो त्यति हो अरू केही होइन यहाँ चाहिँ दामी लाग्यो ठाउँ चाहिँ यहाँको मान्छेहरू पनि राम्रो हुनुहुँदैछ यो घुमौरी घाट हो कि घुमौरी घाट भन्नुभयो क्या घुमौरी घाट हो कि घुमौरी के भन्नुभयो त ठाउँको नाम चाहिँ हामी यहाँ छौँ हामीलाई चाहिँ उस दिनुभएको चाहिँ ऊ त्यो घरको काँक्रा क्या त्यो रातो इट्टा देखेको छ नि हो त्यो घरको दिदीले दिनुभएको काँक्रा हामीलाई होइन किन्न खोजेको उस गर्नु भएन पैसा लिनु भएन त्यत्तिकै दिनुभयो जस खेतीहरू यस्तो दामी छ कि यहाँ चाहिँ कृषिको लागि चाहिँ राम्रो रहेछ कृषि खेती चाहिँ बहुत राम्रो गर्नुपर्छ हेर्दाखेरि पानी नपाइने जस्तो ठाउँ छ तर चाहिँ खेती चाहिँ कृषि चाहिँ यस्तो दामी गर्नुभएको रहेछ कि यस्तो सुक्खा ठाउँ छ अरूले भन्छन् कि कृषिको लागि खेती गर्नलाई पानी भएन यताउति सिँचाइको लागि समस्या पर्छ भनेर भन्नुहुन्छ तर समस्या त हो तर यहाँ चाहिँ पानीको खोला बग्यो वरिपरि खोला बग्यो केही पनि देखिन त्यही पनि यहाँ कृषिको लागि खेतीपाती राम्रो गर्नुभयो रहेछ हाम्रो लागि यो चाहिँ उदाहरणीय ठाउँ लाग्यो मेरो लागि चाहिँ म चाहिँ एउटा नयाँ ठाउँ यस्तो पानी नभएको ठाउँमा पनि यति राम्रोसँग खेतीपाती गर्नुभएको रहेछ भन्ने मैले उस गरेर दाइले पनि के कस्तो उस हुन्छ उहाँले पनि उस गर्नुभयो ल कस्तो लाग्यो त यो ठाउँ चाहिँ एकदम राम्रो रहेछ कृषिको लागि अब विदेशमा गएर अब 50-55 डिग्री घाममा काम गर्नुभन्दा यहाँ चाहिँ थोरै जग्गा जमिन लिन सकेर यस्तो ठाउँमा कृषि गर्न सकियो भने एकदम थोरै आम्दानी घर परिवारसँग बसेर लिन चाहिँ सकिन्छ यही भन्न चाहन्छु अनि कस्तो लाग्यो ठाउँ यो ठाउँलाई यो ठाउँको भूगोल हेर्दाखेरि चाहिँ वातावरण चाहिँ एकदम शुद्ध हावा अब पानी चाहिँ बेला बेलामा आउँछ अब नेपालको मौसम अनुसार एकदम राम्रो छ घर बनाउनको लागि पनि त्यस्तो जोखिम यहाँ केही पनि छैन ल यति यस्तो छ अब हामी चाहिँ उतापट्टि के पोखरी रानी पोखरी के पोखरी छ त्यो पोखरीमा जाँदैछौँ अब चाहिँ त्यतापट्टिको भिडियो ल हस् त हामी चाहिँ मूल गेट एकबाट
पोखरी ताल जाँदैछौँ हामी चाहिँ है पोखरी ताल जाने बाटो भनेर लेखेको छ उता लेखेको छ पोखरी ताल जाने बाटो यता उता कता यतै भन्नु हुँदैन छेमाहरूले यतै भन्नु थियो पोखरी ताल जाने बाटो कि त्यो हो कि कुन थाहै भएन हामी कन्फ्युज भयो है अटोवालालाई रोकेर है पोखरी ताल जाने बाटो उहाँलाई पोखरी ताल जाने बाटो कहाँ रहेछ है पोखरी ताल सुन्नु न पोखरी ताल जाने बाटो कुन यही हो ए माथिबाट जाने सिधै ए ल हस् पोखरी ताल जाने भनेको गइएन पोखरी तालमा पानी नै छैन अरे त्यही भएर अहिलेको बेला पानी छैन हिउँदको बेला हुलाको भएर पानी छैन भनेको हामी गइएन जाना हुन्छ टिकट चाहिँ 20 रुपियाँ काटेर जाने है हामी चाहिँ गइएन किनभने जुन भने ताल हेर्न पानी नभएपछि के गइराख्ने भनेर चाहिँ गइएन है त्यही भएर हामी चाहिँ अहिले फर्किए यति भन्दा अहिले चाहिँ मेरो यो भिडियो यहीँ टुङ्गाउँछु हस् त भाइ सबैजनाले लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् हामीलाई माया गरिदिनुहोस् हामी दाजुभाइको खुट्टी छ